एकदमै धेरै राम्रो छ हैन। यो आकिबोनोयामा भन्ने ठाउँ हो हैन, घुम्नलाई यताउति गर्नलाई हैन, बसेर खानलाई बारबिक्यू भनेर बारबिक्यू गर्ने ठाउँ चाहिँ देखिनँ हैन, तर बसेर रमाइलो गरेर हैन गर्ने ठाउँ चाहिँ धेरै राम्रो रहेछ हैन। अहिले चाहिँ मजाले फुलहरू नि मजाले फुलिरहेको छ माथिबाट जातिहरू सबै छन् हैन। यहाँ चाहिँ एकचोटि आएर चाहिँ हैन एकचोटि मजाले हैन दगो पुग्ने गरेर घुम्नलाई यो चाहिँ सायद अब अर्कोचोटि फुल्ने फुल होला है। यो चाहिँ सायद अर्कोचोटि फुलाउनको लागि राख्यो होला यो पक्कै पनि। अनि यहाँ चाहिँ टिकट चाहिँ छैन, टिकट चाहिँ पर्दैन, मजाले आउने आफ्नो मनलाई घुम्ने। चिउसाचोको रेउकिन पनि लाग्दैन है, फेरि पैसा पनि तिर्नु पर्दैन, फ्री रहेछ सबै कुरा। एकदम आएर मजाले होइन आफ्नो होइन फ्री टाइम हुन्छ नि जो आज मैले एकदम मजाले सदुपयोग गरेर आएको भन्छ नि त्यसलाई, सदुपयोग गरेर आएको छ होइन। तपाईँहरू नि आउनुहोस्। यतापट्टि भयो, यतापट्टि अलि माथि गएर अझै माथिबाट खिरै आउँछ भनेर होला है सायद, त्यहाँ चाहिँ होइन अझै राम्रो फोटो आउँछ कि भनेर माथिबाट हेर्नलाई। यतापट्टि भयो, यतापट्टि चाहिँ बच्चा बच्चीहरू खेल्ने खाने ठाउँहरू होइन, रमाइलो रहेछ। त्यहाँ होटेल पनि होला सायद, त्यो ठुलो चाहिँ सायद होटेल पनि होला होइन। यहाँ बच्चाहरू आउने, यता प्लेग्राउन्ड जस्तो बच्चाहरूलाई खेलाउनलाई प्लेग्राउन्डहरू जस्तो नै रहेछ होइन। ठाउँ चाहिँ राम्रो छ है, फ्यामिलीहरूसँग आउँदाखेरि चाहिँ अझै राम्रै। बच्चा बच्ची भएपछि एउटा हुन्छ नि त, बच्चा बच्चीहरूले घुम्न नि पाउने भयो होइन, खेल्न नि पाउने भयो, देख्न नि पाउने भयो होइन। ठ्याक्कै यो फुलको चाहिँ हान्दै साइडमा रहेछ है, मजाले बसेर यस्तो टेन्ट खालको ल्याएर मजाले बसेर रमाइलो गरेर होइन यहाँ मजाले आयो। घिउ तानी याकिसोवा भन्नुहुन्छ, हामीले चाहिँ घिउ खाइँदैन, मजाले घुम्ने ठाउँ। त्यहाँ चाहिँ होटेल होला है मेबी, त्यो अलिक मजाले बसेर खाने टाइपको। त्यतिसम्मको चाहिँ एकदम बब्बाल होइन घुम्नलाई राम्रो ठाउँ छ होइन, मिस चाहिँ नगर्नुहोस् होला होइन। योचोटि अहिले चाहिँ 2025 4को महिना आज 12 गते आएको म होइन, फेरि कहिले हो भन्ने हुन्छ नि त मान्छेहरूलाई, त्यही भएर अहिलेको समयमा चाहिँ फुलहरू चाहिँ मजाले फुलेर यस्तो मजाले राम्रो भएर बसिरहेको छ होइन। आउनुहोस् रमाइलो गर्नुहोस् होइन।